दर्शकवृन्द नमस्कार। सम्पूर्ण मिडियामा यहाँहरूलाई स्वागत छ। आज हामी विशेष कुराकानी गर्नका लागि नेपाल सितुरे कराते सङ्घका प्रवक्ता तथा नक्सल डोजोका अध्यक्ष प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी ईश्वर सर हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। हजुर, धन्यवाद, नमस्कार। आगामी पुस 4 देखि प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्दै हुनुहुन्छ। कस्तो छ तयारी? सम्भवतः यो नेपाल सितुरे कराते सङ्घ शाखा डोजो नक्सालको 26औं वार्षिक उत्सवको अवसरमा आयोजना गर्न लागेको हामीले कार्यक्रम चाहिँ तयारीको कुरा गरिहाल्नुभयो। अहिले हाम्रो नेपालसहित भारत, कतार र बङ्गलादेशका खेलाडीहरूको यसमा सहभागिता रहेको छ र अन्तर्राष्ट्रिय सेक्टरबाट आउने जस्तो मैले भने कतार, भारत र बङ्गलादेशका खेलाडीहरूको हाम्रो टिम लिस्ट आइसकेको छ र भने नेपाली खेलाडीहरूका निम्ति चाहिँ घरेलु मैदानका घरेलु मफसलका खेलाडीहरूका को हाम्रो इन्ट्री चाहिँ पर्सि शनिबार अर्थात् मङ्सिर 27 देखि शुभारम्भ गर्न लागेको छ। सम्भवतः हाम्रो तयारी अब अन्तर्राष्ट्रिय स्तरबाट अन्तर्राष्ट्रिय टिमको सहभागिता आइसकेको कारणले अब लगभग अन्तिम तयारीमा हामी छौँ। प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजनाको मुख्य उद्देश्य र लक्ष्य चाहिँ के हो? मैले बेला बखतमा मिडियामा तपाईँहरूकै सञ्चार माध्यमहरूमा बेला बखतमा भन्दै आइरहेको छु। वास्तवमा नेपाल सितुरे कराते सङ्घ शाखा डोजो नक्साल चाहिँ हाम्रो स्वदेशमा भएका प्रतिभावान, क्षमतावान र दक्ष खेलाडीहरू, योग्य खेलाडीहरू भएर पनि विदेशी भूमिमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूको अनुभव सँगाल्न नपाएका र ती अन्तर्राष्ट्रिय स्तरमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाउन नसकेका, अझ मेरो भाषामा भन्यो भने विशेष गरेर नेपाली खेलकुद क्षेत्रमा चाहिँ तपाईँको निम्नवर्गीय, मध्यमवर्गीय खेलाडीहरू चाहिँ यसमा बढी बाहुल्यता छ। ती व्यक्तिहरूलाई एउटा अन्तर्राष्ट्रिय स्तरको स्वदेशमै घरेलु मैदानमै नयाँ एउटा दर्बिलो प्लेटफर्म क्रिएट गर्ने उद्देश्य हो र हाम्रा खेलाडीहरू, प्रत्येक खेलाडीहरू क्षमतावान, दक्ष र योग्य भएर पनि ती अनुभव सँगाल्न नपाएका खेलाडीहरूका निम्ति चाहिँ यो प्रतियोगिता चाहिँ एउटा दर्बिलो प्लेटफर्म हुन्छ र हामीले ती खेलाडीहरूलाई चाहिँ अन्तर्राष्ट्रिय अनुभव बटुल्ने माध्यम बनाउने मेरो लक्ष्य उद्देश्य हो। नक्सल डोजोको आयोजना र तपाईँको संयोजकत्वमा 2.5 डजनभन्दा बढी कार्यक्रमहरू सफल रूपमा सम्पन्न भइसकेको छ। यो प्रतियोगिता चाहिँ नौलो केही छ कि? यसमा तपाईँको यस्तो छ, विगतमा पनि हामीले अफिसियल साफ गेम्समा बाहेक नेपाली कराते खेलकुदमा आजसम्मको इतिहास हेर्ने हो भने श्रीलङ्का अहिलेसम्म इन्ट्री गरेको थिएन। हामीले चाहिँ मैले मेरो संयोजकत्वमा नक्सल डोजोको आयोजनामा हामीले गत 8th, 9th, 10th माउन्ट एभरेस्टमा हामीले श्रीलङ्कालाई इन्ट्री गऱ्यौँ। यो चाहिँ एउटा नयाँ पार्ट थियो जुन चाहिँ करातेको इतिहासमा श्रीलङ्का आएको थिएन साफ गेममा बाहेक। तत्पश्चात यसमा चाहिँ नौलो के छ भने फेरि मैले अघिल्लो संस्करण हामीले नै आयोजना गरेको मेरै संयोजकत्वमा सम्पन्न भएको 11th माउन्ट एभरेस्टदेखि चाहिँ मैले कतारलाई पनि इन्ट्री गराएको छु। यसमा चाहिँ विशेष गरेर हामी कतारसँग सहकार्य गरेर हामी यो प्रतियोगिताको आयोजना गर्दैछौँ। जुन चाहिँ एउटा नौलो भन्नुभयो, नौलो चाहिँ हामीले कतारलाई पनि आजसम्म तपाईँले हेर्नु होला नेपाली खेलकुदको नम्बर 1 मानिने कराते खेलमा प्रतियोगितामा आजसम्म कतार टिम आएको रेकर्ड छैन। यो चाहिँ नौलो हो। यो मैले फर्स्ट युनिभर्सल इन्टरनेसनल कराते च्याम्पियनसिपको आयोजना गर्दैछु। यहाँ चाहिँ हाम्रो कतारको टिम यसपटक आउँदैछ, एउटा टिम, उहाँहरूको फुल टिम छ। त्यो चाहिँ यहाँ आएको हिसाबले हामी यो कराते खेलमा आफैमा पनि एउटा यो राम्रो पक्ष हो, यो चाहिँ नयाँ पक्ष हो यसपटकको प्रतियोगिता चाहिँ। वास्तवमा तपाईँको खेलकुद जीवनमा धेरै प्रतियोगिताहरूमा सहभागी तथा कार्यक्रमहरू आयोजना गरिसक्नु भएको छ। तपाईँको भावी योजना र लक्ष्य चाहिँ के छ? मेरो लगभग तपाईँले भन्नुभएको जस्तो मेरो अहिले जीवन चाहिँ भनौँ न जति उमेर छ मैले लगभग 90% चाहिँ नेपाली खेलकुद जीवनमा, सामाजिक कार्यमा, राष्ट्रका निम्ति मैले खर्चेको छु होइन। मेरो लक्ष्य उद्देश्य चाहिँ क्षमतावान भएर पनि, दक्ष भएर पनि, योग्य भएर पनि, अनुभवी खेलाडीहरू भएर पनि जो आर्थिक अभावका कारण ठुला प्रतियोगिताहरू केवल हेर्न मात्रै पाइरहेका खेलाडीहरूका निम्ति होइन, त्यो ऊ हेर्ने मात्रै होइन कि उसले चाहिँ यस्ता प्रतियोगिताहरूको पनि नयाँ अनुभव सँगाल्न सकोस्, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा चाहिँ सँगाल्न सकोस् भन्ने मेरो एउटा लक्ष्य र उद्देश्य हो। र मैले भन्ने गरेको छु सबै खेलाडीका निम्ति
सबैका निम्ति खेलकुद, सबैका निम्ति न्यायिक समानता खेलकुद होस् भन्ने मेरो लक्ष्य र उद्देश्य हो। र सबैले चाहिँ सबै मफसलका खेलाडीहरू पनि यस्ता खाले प्रतियोगिताहरू चाहिँ सहभागिता गर्न सकोस्। स्वदेशमै एउटा घरेलु मैदानमै यस्ता प्रतियोगिताहरू आयोजना गरिदियो भने ती खेलाडीहरूलाई चाहिँ एउटा भविष्यमा पनि राम्रो अनुभव सँगाल्ने एउटा प्लेटफर्म हुन्छ भन्ने मेरो उद्देश्य हो। र लक्ष्य तपाईँले भन्नुभयो, मेरो लक्ष्य चाहिँ नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा देश सँगसँगै खेलकुदलाई चाहिँ खेलाडीहरूलाई चाहिँ चिनाउनु हो मेरो उद्देश्य चाहिँ, लक्ष्य चाहिँ, ताकि नेपाली खेलाडी पनि अन्तर्राष्ट्रिय स्तरमा यतिको मन रहेछ है भनेर अन्य देशले संसारभर चिनाउन सकौँ भन्ने मेरो उद्देश्य लक्ष्य चाहिँ यही हो। एउटा डोजोले विगत 26-27 वर्षदेखि निरन्तर रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गरिरहेको छ। सम्बन्धित पक्षले कतिको वा कस्तो सहयोग गरिरहेको छ त? यसमा यस्तो छ, विगतका केही प्रतियोगिताहरूमा, केही एकाध प्रतियोगिताहरूमा थोरै, एकदम थोरै रकम सम्बन्धित पक्ष जस्तो राष्ट्रिय खेलकुद परिषदहरूले हामीले विगतका केही प्रतियोगिताहरूमा गर्नुभएको। तर 2-3वटा प्रतियोगिता यता हामी त जस्तो तपाईँले भन्नुभयो, वास्तवमा नेपाल सितोरे कराते सङ्घ 26-27 वर्षदेखि निरन्तर यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना गर्दै आइरहेको छ। सम्बन्धित पक्षले जति गर्नुपर्ने हो, अब तपाईँलाई भन्नु नेपाली खेलकुदमा सम्बन्धित पक्षले अथवा राष्ट्रले चाहेको जस्तो पर्याप्त बजेट छुटाउन सकेको छैन। यो नेपाली खेलकुदका निम्ति र खेलाडीको यो नराम्रो पक्ष हो। यदि यो यस्तै प्रतियोगिताहरूमा सम्बन्धित पक्षले पर्याप्त बजेट छुटाइदिने हो भने हैन, यो हाम्रा खेलाडीहरूका निम्ति, खेलकुदका निम्ति, समग्र राष्ट्रका निम्ति एउटा असाध्यै भविष्यका निम्ति राम्रो हुन्छ भन्ने मेरो भनाइ हो। अहिले चाहिँ यो प्रतियोगिताको लागत कति रहेको छ र यो कसरी जुटाउनु भएको छ? झन्डै अहिलेको यो फर्स्ट युनिभर्सल इन्टरनेसनल कराते च्याम्पियनसिपको लागत चाहिँ अनुमानित हाम्रो लगभग अराउन्ड 20-22 लाख जतिको छ। यसमा चाहिँ हामीले अलिकति प्रवेश शुल्क राखेका छौँ, एकदम न्यून शुल्क अन्तर्राष्ट्रिय स्तरलाई र हाम्रो नेपाली मफसलका खेलाडीहरूका निम्ति। त्यहाँबाट लगभग हामीलाई 2-3 लाख रुपियाँ उठ्छ होला। बाँकीको 1-2वटा सरकार पक्षलाई हामीले अनुरोध गरेका छौँ, तर अहिलेसम्म त्यो ग्यारेन्टीता भइसकेको छैन। र बाँकीको चाहिँ हामी नेपाल सितोरे कराते सङ्घ शाखा डोजो नक्साल आफैले पनि त्यसमा लगानी गर्ने। तपाईँ धेरै अनुभवी हुनुहुन्छ। यदि सम्बन्धित पक्षले अथवा भनौँ राज्यले उपयुक्त रकम विनियोजित गरिदियो भने तपाईँले योभन्दा पनि ठुलो प्रतियोगिता गर्न सक्नुहुन्छ? यस, डेफिनेटली सक्छु। किन भन्दा मेरो त योजना चाहिँ नेपालमा अब एउटा वर्ल्ड च्याम्पियन कराते च्याम्पियनसिप गराउने मेरो योजना हो। सम्बन्धित पक्षले, राज्यले यदि हामीलाई पर्याप्त बजेट विनियोजन गर्यो भने सायद त्यो दिन पनि आउला, मेबी सायद यदि गरिदियो भने मैले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता मैले तपाईँको यो समेत गरेर मेरो संयोजकको त झन्डै 1.5 दर्जन प्रतियोगिताको मैले आयोजना गरिसकेँ। अन्तर्राष्ट्रिय मात्रै, नेसनल गरेर मैले 26-27वटा गरिसकेँ। यदि सम्बन्धित पक्ष सरकारवाला निकायहरूले हामीलाई पर्याप्त बजेट निर्धारण गरिदिने हो भने, छुट्याइदिने हो भने, म यो देशमा, म ग्यारेन्टीका साथ भन्छु, तपाईँकै मिडिया मार्फत भन्न चाहन्छु, म यो देशमा आजसम्मै नभएको प्रतियोगिता अन्तर्राष्ट्रिय स्तर वर्ल्ड च्याम्पियनमा कराते करिब विश्वका 30 देखि 35वटा देश बोलाएर म गर्न सक्छु। यो चाहिँ मेरो ठोकुवा हो, यो चाहिँ मेरो विश्वास पनि हो। यदि सम्बन्धित पक्षले हामीलाई बजेट निर्धारण गर्छ, छुट्याइदिन्छ भने चाहिँ। प्रसङ्ग बदलौँ। कराते खेलले विश्व च्याम्पियनसिपमा समेत यो पटक सहभागिता जनायो। यो कसरी सम्भव भयो? यसमा तपाईँ के भन्न चाहनुहुन्छ? झन्डै तपाईँले एकदमै मलाई मनमा लागेको प्रश्नै तपाईँले गर्नुभयो। हाम्रो नेपाली करातेको इतिहास चाहिँ झन्डै 5.5 दशकको छ। 5.5 दशकको अन्तरालमा आजका दिनसम्म यो तपाईँको, मैले आजका दिन भन्ने मतलब नोभेम्बर 27 भन्दा अगाडि वर्ल्ड च्याम्पियनमा नेपाली कराते खेलाडी, नेपाली कराते टिम गएको रेकर्ड उदाहरण थिएन। यसपटक चाहिँ गत नोभेम्बर 27 देखि तपाईँको इजिप्टको कायरोमा वर्ल्ड च्याम्पियनसिप 27th वर्ल्ड च्याम्पियनसिप कराते प्रतियोगिता भयो, जहाँ चाहिँ हाम्रो नेपालको तर्फबाट हाम्रो हिमालयन वारियर एरिका गुरुङ र सानुमाया थिङले त्यहाँ चाहिँ तपाईँको सहभागिता जनायो। यो चाहिँ नेपालकै निम्ति, कराते खेलका निम्ति असाध्यै यो एउटा गर्वानुभूत, यो गर्विलो कुरा हो, गर्विलो विषय हो।
र यसले चाहिँ हामीलाई एउटा कराते खेललाई मात्र नभइकन एउटा के भन्छ खेलाडीलाई मात्र नभइकन यसले राष्ट्रलाई नै समेटेको छ, अनुभूत गरिदिएको छ। यो चाहिँ सबैभन्दा कराते खेलमा आजका दिनसम्म राम्रो पक्ष हो, सबल पक्ष हो। यो चाहिँ तपाईँ आफै पनि स्वयंसेवक, प्रशिक्षक, खेलकुद महासङ्घको अध्यक्ष, देशभर भोलिन्टियर प्रशिक्षकहरू धेरै बेरोजगार छन्। यसमा तपाईँको धारणा के छ? यसमा मैले तपाईँ ठ्याक्कै भन्नुभयो। म अहिले नेपाल स्वयंसेवक प्रशिक्षक खेलकुद महासङ्घको पनि अध्यक्ष भएको हिसाबले मुलुकभरि हाम्रो अहिले सबै खेलका विभिन्न खेलका गरेर करिब 5100 को हाराहारीमा स्वयंसेवक प्रशिक्षक साथीहरू हुनुहुन्छ। र अहिले नेपाली खेलकुदमा हेर्ने हो भने तपाईँको 2061 साल यता कुनै पनि नयाँ दरबन्दी, खुल्ला दरबन्दी क्रिएट गरेको अवस्था छैन। मफसलमा हामी देशैभरमा मैले भने करिब झन्डै हामीसँग 5500 को हाराहारीमा स्वयंसेवक प्रशिक्षकहरू छ। एउटा दुःखको पक्ष चाहिँ के छ भने विभिन्न खेल विधामा लाग्ने भोलिन्टियर कोच हुने, तर यसले राज्यले चाहिँ तपाईँको भोलिन्टियर कोचहरूलाई हेर्न सकेको अवस्था छैन, नयाँ दरबन्दी क्रिएट गर्न सकेको छैन। मैले भनिहालेँ 2061 सालदेखि यता न थाहै भएको छ, न तपाईँको नयाँ दरबन्दी क्रिएट भएको छ। यो कारणले गरेर म भोलिन्टियर प्रशिक्षक खेलकुद महासङ्घको अध्यक्ष भएको हिसाबले के भन्छ सबै साथीहरूलाई हामीले केही गर्नका निम्ति आफू तपाईँको योग्य हुँदाहुँदै पनि हामी थिचिनु परेको छ, हामी बेरोजगार हुनु परेको अवस्था छ। तर सबै साथीहरूलाई म आह्वान र अनुरोध गर्न चाहन्छु, घरमा बसेर केही पनि हुँदैन होइन। हामीले केही गर्नका निम्ति सम्बन्धित पक्षको ढोका ढकढकाउनुपर्छ। 5100 भोलिन्टियर प्रशिक्षक साथीहरू छ, हामी अब घरमा बसेर हुँदैन। तपाईँ सम्बन्धित पक्षमा एकपटक हामीले पहिला सुरु त हामीले माग गर्ने विषय भयो, हामीले अनुरोध गर्ने विषय भयो होइन। र अहिले मौजदार रहेको कोटामा पनि राष्ट्रिय खेलकुद परिषदमा पनि झन्डै 350 जति खाली पनि छ, तर 5500 चाहिँ हामी भोलिन्टियर प्रशिक्षक खेलकुद बेरोजगार बस्न परेको अवस्था छ। यो चाहिँ नेपाली खेलकुदका निम्ति दुर्भाग्य हो। र सम्पूर्ण साथीहरूलाई म भन्न चाहन्छु, यो चाहिँ अब तपाईँ हामी अब स्वयंसेवक प्रशिक्षक मात्रैमा निहित नभएर राज्यलाई हामीले अनुरोध गर्दै ढोका ढक्काउन आवश्यक छ। तपाईँ हामी बेरोजगारबाट मुक्त हुन आवश्यक छ। यही हो तपाईँको विकल्प चाहिँ म भन्न चाहन्छु यही मिडिया मार्फत। र जाँदै पुस 4 देखि हुने प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको बारेमा हामीले सोध्न बिर्सेका र तपाईँले भन्न छुटेका केही छ कि? अब सम्भवतः तपाईँले भनिहाल्नुभयो, यो प्रतियोगिता चाहिँ हामी पुस 4देखि हामी शुभारम्भ गर्न गइरहेका छौँ। लगभग पुस 3 गति हाम्रा इन्टरनेसनल डेलिगेट टिमहरू चाहिँ कतार, भारत र बङ्गलादेशका खेलाडीहरू हुनुहुन्छ। 4 गति हामी उहाँहरूको अन्तिम इन्ट्री गर्छौँ, त्यो अपडेटिङ छ हामीसँग होइन, रिपोर्टिङ छ उहाँहरूको अन्तिम रिपोर्टिङ 10 बजेसम्म। त्यसपछि हामी 5 गते चाहिँ हामी ओपनिङ छ हाम्रो, 5 र 6 गते चाहिँ अनि कन्टिन्यू प्रतियोगिता चल्छ, 6 गते समापन हुन्छ। र 27 गते मङ्सिर 27 देखि हाम्रो तपाईँको खेलाडी नेपाली खेलाडीहरूको दर्ता तौल गर्ने मिति र रहेको छ। र म सबैलाई भन्न चाहन्छु, विगतका कार्यक्रमहरू पनि सबै खेलाडीहरू सहभागिता भएर अथवा प्रशिक्षक साथीहरूले सहभागिता जनाइदिएर यो प्रतियोगिता सफल तुल्याइदिनु भएको छ। र अहिले म तपाईँ जानकारी के भन्न चाहन्छु भने यसपटकको कार्यक्रम पनि सम्पूर्ण निर्णायक साथीहरूलाई आफ्नो तर्फबाट गर्नुपर्ने निर्णायक भूमिका निर्वाह गरिदिन र सम्पूर्ण प्रशिक्षक साथीहरूलाई पनि आफ्नो विभिन्न डोजो, क्लब, स्कुलबाट खेलाडीहरू सहभागिता जनाइदिन र समग्र देशको कराते खेलाडीहरू पनि यो प्रतियोगितामा चाहिँ सहभागिता जनाएर एउटा यो सुनौलो अवसर छ नेपाली खेलकुदका निम्ति, करातेका निम्ति, नेपाली खेलाडीका निम्ति। यो अवसर चाहिँ नगुमाउन अनुरोध गर्न चाहन्छु। र जाँदै सम्पूर्ण मिडिया साथीहरूलाई पनि विभिन्न मैले 27 वर्षको यो तपाईँको प्रतियोगिता गर्ने चरणमा मैले 35-36 वर्ष खेलकुदमा बिताइसकेको छु र यो 27औं प्रतियोगिता गर्दाखेरि जस्तो तपाईँहरूले विगतका कार्यक्रमहरूमा सम्पूर्ण मिडियाका साथीहरूले मलाई जुन प्रकारको सहयोग साथ र समर्थन गरिरहनु भएको छ, पुनः म यो अपेक्षा पनि गर्न चाहन्छु र तपाईँ सबै साथीहरूलाई म यहीँबाट पनि चुलो निम्तो गर्दै म त्यो प्रतियोगितामा आमन्त्रण पनि गर्न चाहन्छु। युनिभर्सल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारीको व्यस्त समयको बावजुद पनि यहाँले कार्यक्रमको बारेमा जानकारी गराउनु भयो, त्यसको लागि
धेरै धेरै धन्यवाद। मेरो तर्फबाट पनि तपाईँहरूले जुन प्रकारको यो अहिलेको एकदमै यो राजनीतिक जुन यो अहिलेको परिवेश छ त्यसको बावजुद पनि तपाईँले एकदम व्यस्त समयको बावजुद पनि मलाई यो एउटा तपाईँले जुन प्रकारको तपाईँले मिडिया मार्फत यो फर्स्ट युनिभर्सल इन्टरनेसनल कराटे च्याम्पियनसिपको बारेमा केही कुरा राख्ने मौका दिनुभयो, त्यो बारेको विषयमा तपाईँको उत्थान गर्ने जुन प्रकारको मौका र समय दिनु त्यसका निम्ति पनि तपाईँ सबै मिडियाका साथीहरूलाई म धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।